टेन्डर भइसकेपछि पनि 227 दिन मल ल्याउनको लाग्छ भन्ने जुन भन्नुभयो होइन, यो अलिकति अगाडिदेखि पनि योभन्दा अगाडिको सरकार भएकै समयमा पनि हामीले सुन्दै आएको हो। यसमा चाहिँ के खालको त्यस्तो व्यवधानहरू छन् अथवा नीतिगत रूपमा हामीले यसलाई के सुधार गरेर लान सकिन्छ, त्यो पाटोमा हामीले काम गर्न सक्यौँ भने चाहिँ कृषकहरूलाई चाँडोभन्दा चाँडो अथवा समयमै मल मल चाहिँ हामीले पुर्याउन सक्थ्यौँ होला, जसले गर्दा हाम्रो उत्पादनलाई पनि बढाउन यसले मद्दत गर्थ्यो होला। त्यसले गर्दाखेरि यसको नीतिगत समस्या समाधान गर्नको लागि हामीले के गर्न सक्छौँ त्यो पनि अलिकति मैले बुझ्न खोजेँ, व्यवधानहरू के छन् भन्ने कुरा। अनि अर्को कुरा चाहिँ यो प्राङ्गारिक मलको पनि कुरा गर्नुभयो सचिवज्यूले। यो प्राङ्गारिक मलको कुरा अब यसमा जसले चाहिँ जुन किसानले चाहिँ प्राङ्गारिक मल बनाउने भन्नुभयो होइन, उहाँहरूलाई चाहिँ जुन कर छुटको कुरा, कच्चा पदार्थ ल्याउने कुरामा भन्ने कुरा सचिवज्यूले राखिसक्नुभयो। अनि एउटा चाहिँ उहाँहरूले पनि टेन्डर मार्फत हाम्रो प्राङ्गारिक मलहरू पनि किनिदिनुहोस् न सरकारले भन्ने कुरा चाहिँ यसमा चाहिँ हामीले गर्न सकेको छैनौँ भनेर भन्नुभयो। यसमा पनि हामीले प्राङ्गारिक मल उत्पादन गर्ने कृषकहरूको चाहिँ हामीले त्यो मललाई यहीँ चाहिँ प्रयोग गर्नको लागि त्यसमा के सहजता अपनाउन सकिन्छ अथवा कस्तो खालको नीति बनाएर चाहिँ उनीहरूलाई प्रोत्साहन गर्न सकिन्छ भन्ने कुरा पनि मैले अलिकति यो मन्त्रालयले के गरिराखेको छ त यसमा प्रोसेस अब हिजोको दिनमा भएन भने अबको दिनमा त हामीले गर्नु पर्यो होला जस्तो लाग्छ। अनि योभन्दा अगाडि पनि एउटा जुन परिचय पत्र कृषकहरूलाई चाहिँ परिचय पत्र दिने कुरा योभन्दा अगाडिको सरकारले पनि गरेको थियो जहाँसम्म मलाई याद छ, सायद सचिवज्यूलाई पनि यो सम्झना होला जस्तो लाग्छ। हामीले बढीभन्दा बढी चाहिँ यो जैविक मल अथवा प्राङ्गारिक मलमै हामीले विशेष चाहिँ ध्यान दिएर मन्त्रालयले अथवा सरकारले काम गर्नुपर्छ जस्तो लाग्छ। अघि सचिवज्यूले भन्नुभयो हाम्रो टोटल आवश्यकता भनेको त 17 लाख टनको कुरा गर्नुभयो होइन। 17 लाखमा हामीले के अरे बेसिक निड पुरा गर्नको लागि हामीलाई 8 लाख टन चाहिँ चाहिने रहेछ। यसको लागि चाहिँ प्रोसेस भइरहेको कुरा पनि अघि नै सचिवज्यूले प्रस्तुत गर्नुभयो। यो हेर्दाखेरि अब केही न केही मलमा हामी अलिकति आत्मनिर्भर हुनको लागि त बढीभन्दा बढी प्राङ्गारिक मलहरू उत्पादन गरेर जैविक मल उत्पादन गरेर चाहिँ हामीले आत्मनिर्भरतिर जानुपर्छ होला। योतिर पनि हामीले बजेट लगानी गर्नुपर्छ होला जस्तो लाग्छ। किनभने हामीले यो जति पनि रासायनिक मलहरू युज गरेर प्रयोग गरेर हामीले उत्पादन गरिराख्दाखेरि हाम्रो स्वास्थ्यमा पनि धेरै असर गरेको देखिन्छ। किनभने जस्तो क्यान्सर, किडनी ड्यामेज यस्तो कुराहरू जस्तो हाम्रो सामान्य गाउँघरमा पनि कस्तो देखिन्छ भने आफ्नै हातले उत्पादन गरेर होइन केही मल नहाली पनि अथवा केही नहाली पनि एउटा किरा फटेङ्ग्रा मार्नको लागि पनि औषधि त किन्नु पर्यो होइन। त्यसले गर्दाखेरि त्यस्तो मल